ल आज चाहिँ यिनीहरूको नुहाउने दिन हो दर्शक दिनहरू देख्न सक्नुहुनेछ। बाथिङ डेज आजभोलि चाहिँ यो विन्टर सिजनमा चाहिँ यिनीहरूले रेगुलरली हामीले नुहाइदिँदैन, किनकि निकै लाग्ने गाह्रो हुन्छ र यिनीहरूले हप्तामा एटलिस्ट हप्तामा एकबार चाहिँ नुहाइदिनु पर्ने हुन्छ, किनकि बहुत लेत्रा हुन्छ र यिनीहरूलाई नुहाइदिएन भने फेरि यिनीहरूको शरीरको लागि हानि पनि पुग्नु सक्छ। त्यसैले हप्तामा चाहिँ एटलिस्ट हप्तामा चाहिँ एकबार नुहाइदिनुपर्छ ठन्डा सिजनमा चाहिँ। यहाँ देख्न सक्नुहुनेछ मेरो बोसलाई चाहिँ नुहाइदिँदैछु अहिले। अब अरूको पनि पाली आउँछ आस्ते आस्ते, तर अहिले फिलहाल चाहिँ कसले र आज चाहिँ यसको बोसको पाली छ। यहाँ देख्न सक्नुहुनेछ कस्तो मजाले मान्छ यो। फ्रम दिस साइड तेरिका ल बस 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 तँलाई उभिनै छ पुरा। र यसै गरेर त्यसको पनि पालो आउँछ अहिले। उता गेस्पर पनि छ, ऊ पर कान्छी लुकिरहेको छ। ऊ तिनीहरू चाहिँ एकदम चलाक हो, तिनीहरू चाहिँ अल्छी हो, नुहाउनु खोज्दैन तिनीहरू चाहिँ। त्यो नुहाउनु पर्छ भनेर त्यो एकदमै पर गएर बसिरहेको छ अलिकति। र यो हामीहरूको बोस चाहिँ एकदम पोलाइट छ, सबैभन्दा कुरा मान्ने यो बोसै हो। अब यसको आएको छ पानी लाउने बेला, अब यसलाई पानी लगाइदिनुपर्छ। Sorry, I'm sorry. आइज बोस, आइज बोस। I'm sorry बोस। कम है। ल आइज बोस, आइज। यहाँ लाग्यो त्यसलाई अलिकति। आइज बोस, यहाँ आइज। बोस कम है। बोस कम बोस। यहाँ आइज, यहाँ यता। यहाँ आइज भने सुन ल साला। बस यहाँ आइज। सुन आइज। नम्बर रहेछ। आइएम सरी भनिसकेँ त मैले तँलाई। यसरी नदिनु भन्नुहुन्छ, रिसाएछ कि गाइस। पछाडिको रिसाएर पतार्नु नि त, खुट्टामा माटो छ, पतार्नु पनि त अनि। एकदम फ्रेस भइसक्यो गाइस यो चाहिँ। ल जा, यु क्यान गो। यसको हाम्रो दिदीको यो पनि त्यति मान्दैन, तर पनि त्यति साह्रो हरामी पनि छैन यो, देख्न सक्नु।